नमस्ते साथीहरू। आज हामी एउटा यस्तो अपराध कथामा डुब्न गइरहेका छौं जसले तपाईको मनमा कौतूहलता र रोमाञ्चको आदि ल्याउनेछ। यो हो हराएको चाबीको रहस्य। कल्पना गर्नुहोस्, एउटा सानो शहर, सुनसान रात र एउटा चाबी हराउँछ। तर यो कुनै साधारण चाबी होइन, यो एउटा तिजोरीको चाबी हो जसमा लुकेको छ एउटा ठूलो रहस्य। रमेशले चाबी हराएको खबर गर्छ। इन्सपेक्टर शर्मा अनुसन्धानमा उत्रिन्छन् र शङ्का कैलाशमाथि जान्छ। तर कथा यहाँ मोडिन्छ। चोरीको पछाडि पैसा होइन, एउटा पारिवारिक सत्य लुकेको छ। के हुन्छ अन्त्यमा? त्यो जान्न तपाईले पूरा कथा सुन्नै पर्छ। रातको ठीक 11 बजेको थियो। सानो शहरको गल्लीमा कुहिरोले ढाकेको एउटा पुरानो घर सुनसान खडा थियो। त्यो घरको ढोकामा एउटा चाबी हराएको खबरले शहरमा हलचल मच्चिएको थियो। तर यो कुनै साधारण चाबी थिएन। यो एउटा तिजोरीको चाबी थियो जसले वर्षौंदेखि लुकेको रहस्यको ढोका खोल्न सक्थ्यो। यो कथा हो रमेशको, उसको हराएको चाबीको र एउटा सत्यको जसले सबैलाई चकित बनायो। गाउँमा एकाएक चाबी हराएको खबर आयो। ढोकाको चुकुल खोल्ने आवाज, हतारिएका पाइला, टाढाको कागको कराई। रमेश आत्तिएको स्वरमा, इन्सपेक्टर साहब, मेरो चाबी हरायो। यो सानो कुरा होइन। त्यो चाबीले मेरो बाबुको पुरानो तिजोरी खोल्छ। त्यहाँ के छ मलाई थाहा छैन, तर बाबुले मलाई सधैँ भन्नुहुन्थ्यो, यो चाबी हराउनु हुँदैन। इन्सपेक्टर शर्माले शान्त तर जिज्ञासु स्वरमा भन्नुभयो। रमेशजी, कहिले हरायो चाबी? र अन्तिम पटक कहाँ देख्नु भएको थियो? रमेशले भन्यो, आज बिहान म मन्दिर गएको थिएँ। त्यहाँ एउटा पुरानो ढुङ्गाको पछिको गल्लीमा एउटा कालो छाया देखे जसले मलाई हेरिरहेको थियो। फर्कँदा चाबी गोजीमा थिएन। मलाई लाग्छ कसैले चोर्यो। इन्सपेक्टर शर्माको जवाफ। कालो छाया? रोचक छ। तर तपाईलाई कसैमाथि शङ्का छ? रमेश हिचकिचाउँदै र मलिनो स्वरमा भन्यो, मेरो छिमेकी कैलाश। ऊ मन्दिरमा मलाई हेरिरहेको थियो। तर त्यहाँ अर्को मान्छे पनि थियो जसको अनुहार मैले देखिन। रहस्यमयी संगीत बिस्तारै बढ्छ कुहिरोको मधुरो आवाजमा। पहिलो रहस्यको संकेत। ढोका ठोक्ने आवाज, कुर्सी सर्ने आवाज, टाढाको बिजुली चम्कने आवाज आइरहेको सुनिन्छ। इन्सपेक्टर शर्मा, कैलाशजी, तपाईँ आज बिहान मन्दिरमा हुनुहुन्थ्यो। रमेशले तपाईमाथि शङ्का गरेका छन्। के भन्नुहुन्छ? कैलाश नर्भस तर रक्षात्मक स्वरमा। म मन्दिरमा थिएँ, तर चाबी चोर्ने कुरा हास्यास्पद छ। म किन त्यस्तो गर्छु? मसँग मेरो आफ्नै जीवन छ। इन्सपेक्टर शर्मा, तपाईको टेबलमा यो रातो धागो के हो? यो रमेशको चाबीको डोरीसँग मिल्छ। र यो पुरानो चिठी। यहाँ तिजोरीको रहस्य कसैले नखोलोस् लेखिएको छ। यो तपाईको हस्तलेखर जस्तो देखिन्छ। कैलाश आत्तिएर, यो मेरो होइन। कसैले मलाई फसाउन खोजेको छ। मन्दिरमा अर्को कोही थियो इन्सपेक्टर। म एक्लो थिइन। तनावपूर्ण संगीत, खुला झ्यालबाट हावा छिर्ने आवाज आउँछ। दोस्रो रहस्यको पर्दाफास। ध्वनि प्रभाव, पाइला चाल्ने आवाज, पुरानो बाकस खोल्ने चर्को आवाज। इन्सपेक्टर शर्मा कैलाशको घरको पछाडिको बगैँचामा पुगे। त्यहाँ एउटा पुरानो काठको बाकस जमिनमा गाडिएको थियो। बाकस खोल्दा चाबी भेटियो, तर त्योसँगै एउटा फोटो र एउटा चिठी पनि थियो। इन्सपेक्टर शर्मा आश्चर्यचकित स्वरमा, यो त रमेशको बाबुको फोटो हो, तर यहाँ अर्को मान्छे पनि छ। र यो चिठीमा लेखिएको छ, मेरो दोस्रो छोरालाई यो सत्य थाहा नदेऊ। तिजोरीमा पैसा होइन, हाम्रो परिवारको विगत छ। कैलाश, तपाईँ रमेशको सौतेनी भाइ हुनुहुन्छ। कैलाश भावुक र रिसाएको स्वरमा, हो, मलाई यो शङ्का थियो। तर मैले चाबी चोरेको होइन। मन्दिरमा त्यो कालो छायाले मलाई यो चिठी दियो र चाबी लुकाउन भन्यो। उसले मलाई धम्की दिएको थियो। रमेश अविश्वास र क्रोधमा, को थियो त्यो? र किन मेरो परिवारको रहस्य लुकाउन खोजियो? बिजुली चम्कने र गर्जने आवाज, रहस्यमयी संगीत चर्किन्छ। अन्तिम रहस्यको खुलासा। पुरानो तिजोरीको ताला खोल्ने आवाज, कागजको खस्ने आवाज। रमेश र इन्सपेक्टर शर्मा तिजोरी भएको कोठामा पुगे।
चाबीले ताला खोल्दा भित्र एउटा पुरानो डायरी र एउटा लकेट भेटियो। डायरीमा रमेशको बाबुको हस्तलेखरमा लेखिएको थियो। इन्सपेक्टर शर्मा डायरी पढ्दै, मेरो दोस्रो छोरा कैलाश मेरी पहिलो पत्नीको सन्तान हो। तर उनको आमाको मृत्युपछि मैले यो सत्य लुकाए। यो लकेट उनको आमाको हो र यो रहस्य बाहिर आए शहरको एउटा शक्तिशाली मान्छेले हामीलाई नष्ट गर्नेछ। यो शक्तिशाली मान्छेको हो? कैलाश निराश स्वरमा, मलाई थाहा छ। मन्दिरको त्यो कालो छाया, ऊ हाम्रो शहरको पुरानो जमिदारको छोरा हो। उसले यो सत्य लुकाउन मलाई प्रयोग गर्यो। उसको बाबुले मेरी आमालाई धोका दिएको थियो। रमेश भावुक स्वरमा, तिमी मेरो भाइ हौ कैलाश। यो सत्य लुकाउनुको कुनै अर्थ छैन। हामीले अब यो जमिदारको छोरालाई जवाफ माग्नुपर्छ। ध्वनि प्रभाव, हल्का वर्षाको आवाज, भावनात्मक सङ्गीत बिस्तारै बढ्छ। चाबी फर्कियो, तिजोरी खुल्यो र एउटा परिवारको सत्य बाहिर आयो। तर कथा यहाँ सकिएन। कालो छाया अझै शहरको कुनामा लुकेर बसेको छ। रमेश र कैलाशले उसलाई खोज्ने संकल्प गरे, तर त्यो अर्को कथाको सुरुवात हो। सत्य सधैँ लुकेर बस्दैन र रहस्य सधैँ खुल्छ। यो कथा यहाँ रोकिन्छ, तर तपाईको मनमा प्रश्नहरू बाँकी छन् कि छैनन्? मन्द मुस्कान सहितको आवाज गुन्जिरहेको सुनिन्छ पल्लो कोठाबाट। लौ, कथा सकियो। चाबी फर्कियो, रहस्य खुल्यो र दुई भाइको सत्यले हामीलाई सोच्न बाध्य बनायो। कस्तो लाग्यो तपाईलाई यो हराएको चाबीको रहस्य? कैलाशको ठाउँमा तपाईँ भएको भए के गर्नुहुन्थ्यो? वा इन्सपेक्टर शर्माको जस्तो जासुसी तपाईले गर्न सक्नुहुन्थ्यो? आफ्नो विचार कमेन्टमा लेख्न नभुल्नुहोला। र यदि यो कथाले तपाईको मन छोयो भने लाइक गर्नुहोस्, यो सानो तारा बटन थिचेर हामीलाई हौसला दिनुहोस्। साथीहरूसँग शेयर गर्नुहोस्, किनभने रहस्य शेयर गर्न मज्जा हुन्छ। र अझै यस्तै रोमाञ्चक कथाहरू सुन्न च्यानल सब्स्क्राइब गर्नुहोस्, बेल आइकन थिच्न नभुल्नुहोला ताकि अर्को कथा छुट्न नपाओस्। भेटौँला फेरि अर्को रहस्यमय यात्रामा।